देशभर कुलमान घिसिङलाई हटाइएको भन्दै विरोध भइरहेको अवस्थामा सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा पनि कुलमान घिसिङलाई पदच्युत गरिएको भन्दै आक्रोशित हुँदै विरोध जुलुस निकालिएको छ। गृहमन्त्री राजीनामा दे, कुलमान घिसिङलाई पुनः नियुक्त गर, भ्रष्टाचार सरकार मुर्दाबाद, कुलमान बालिन हिरा हुन्, केपी ओली मुर्दाबाद लगायतका नाराबाजी सहित निकालिएको र्यालीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो। विरोध जुलुसमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला समेत दहन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही बेर पुतला तानातान समेत भएको थियो। नेकपा माओवादी केन्द्र इटहरी र वाइसेलका युवाहरूले विरोध जुलुस निकालेको हो। विद्युत क्षेत्रलाई सुधार गर्दै लोडसेडिङ अन्त्य गरेको र नेपालको विद्युत नाफामा जानुको श्रेय कुलमान घिसिङलाई नै जाने भएकोले कुलमानलाई हटाउन मिल्दैन भन्ने धारणाले विरोध स्वरूप आज इटहरीमा पनि जुलुस प्रदर्शन गरिएको छ। विद्युत क्षेत्रलाई उकास्न घिसिङले अथक प्रयास गरेको, यस्ता धरोहरलाई हटाउन मिल्दैन भन्दै विभिन्न नाराबाजी गरेको नेकपा माओवादी केन्द्र इटहरीले जनाएको छ। इटहरीको संगीत चोकबाट निक्लेको जुलुस इटहरीको मुख्य चोकमा गएर कोण सभामा परिणत भएको थियो। कोण सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती पोखरेल, हिमाल सुवेदी र नेपाल समाजवादी इटहरी नेता रमेश खत्री लगायतले सम्बोधन गरेका थिए। एउटा यो विरोध कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण समाजवादी मोडलाली नोकरशाही सरकारको विरुद्धमा हामी यहाँ आज भेला भएका छौँ र हामीले यस्तो कार्यक्रमहरू अझै हामी जबसम्म उज्यालो नेपालको नायक कुलमान घिसिङको पुनर्बहाली हुँदैन, यो नालायक सरकारले राजीनामा दिँदैन, तबसम्म हाम्रो यो आन्दोलन जारी रहनेछ। आज हामीले सुरुवात गरियो, हामीले आज यो हाम्रो कास्टिङ मात्रै हो। आदरणीय उपस्थित कमरेडहरू, यो सरकार हामी नेपाली जनता, नेपाल राष्ट्र र जनताको निम्ति होइन। यो सरकार तस्करको सरकार हो, यो सरकार भ्रष्टहरूको सरकार हो। यो सरकारले राम्रो असल व्यक्ति देख्नै चाहँदैन र यो सरकार कति नालायक छ भन्ने कुरा तपाईँ हामीले यसै अनुसन्धान गर्न सक्छौँ। जुन दिनदेखि ऊर्जा मन्त्री, यो नालायक ऊर्जा मन्त्री नियुक्त भयो, त्यसै दिनदेखि उसको ध्याउन्ने, उसको सबैभन्दा बढी फोकस भनेको कुलमान घिसिङ, यो चाहिँ उज्यालो नेपालको नायकलाई हटाउने मात्रै दिएको। कुलमान घिसिङको पुनर्बहाली र गृहमन्त्रीको राजीनामा नभएसम्म आन्दोलनलाई जारी राख्ने वक्ताहरूले बताएका छन्।